4 मनोकामना मन्दिर। मनोकामना मन्दिर नेपालको गोर्खा जिल्लामा अवस्थित एक पहाडी चुचुरोमा रहेको छ। सटिक स्थान मनोकामना गाउँपालिका, गोर्खा जिल्ला, गण्डकी प्रदेश। उचाइ यो मन्दिर समुद्री सतहबाट करिब 302 मिटर 270 फिट को उचाइमा अवस्थित छ। अर्थ मनको अर्थ हृदय वा इच्छा र कामनाको अर्थ इच्छा वा चाहना, अर्थात् इच्छा पूरा गर्ने देवी। स्थापना र पौराणिक इतिहास। मनोकामना देवीलाई माता भगवतीको एक स्वरूप मानिन्छ, जो मनोकामना पूरा गर्ने शक्तिका साथ प्रकट भएकी हुन्। समयकाल यो मन्दिर 16औं शताब्दीमा राजा राम शाहको पालामा स्थापना भएको विश्वास गरिन्छ। पौराणिक किम्वदन्ती। एक समय राजा राम शाहकी रानीमा देवी शक्तिको वास थियो। रानीको यो दैवी शक्ति एक स्थानीय किसान लखन थापालाई मात्र थाहा थियो। रानी र लखन थापाको सम्बन्ध देखेर राजालाई शङ्का लागेपछि रहस्यमय तरिकाले राजाको मृत्यु भयो। राजासँगै रानी पनि सती गइन्। सती जानु अघि रानीले लखन थापालाई म फेरि प्रकट हुनेछु भनी वाचा गरेकी थिइन्। केही समयपछि रानी साक्षात् एउटा ढुङ्गाबाट प्रकट भइन्, जुन अहिलेको मन्दिरको स्थान हो। लखन थापाको वंशज अहिले पनि यहाँको मुख्य पुजारी छन्। गुह्य पूजा। यहाँको मन्दिरमा देवीको पूजा तान्त्रिक विधि अनुसार गोप्य रूपमा गरिन्छ र यो मन्दिर नेपालका 4 शक्तिपीठ मध्ये एक मानिन्छ। महत्त्वपूर्ण विशेषता र पहुँच। मनोकामना मन्दिर धार्मिक आस्थाका साथै आधुनिक पर्यटनको पनि एक महत्त्वपूर्ण केन्द्र हो। केबल कार सुविधा। पहिला घण्टौं लामो पदयात्राबाट मात्र पुगिने यो मन्दिरसम्म अहिले चितवनको कुरिनटारबाट सिधा केबल कार मार्फत सजिलै पुग्न सकिन्छ। यसले यात्रालाई साहसिक र सुविधाजनक बनाएको छ। बलि र पूजा। यहाँ विशेष गरी कालो भालेको बलि चढाउने र घण्टी तथा ध्वजा चढाएर मनोकामना पूरा गर्न प्रार्थना गर्ने चलन छ। दर्शनको महत्त्व। आफ्नो मनको इच्छा पूरा होस् भनेर देश विदेशबाट लाखौं भक्तजनहरू यहाँ दर्शन गर्न आउँछन्। सञ्चालक। मनोकामना मन्दिर, जहाँ मनको इच्छा र देवीको शक्ति एकसाथ मिल्दछ। यदि तपाईँ आफ्नो जीवनको कुनै महत्त्वपूर्ण चाहना पूरा गर्न चाहनुहुन्छ भने मनोकामनाको दर्शन गरेर देवीको आशीर्वाद लिनुहोस्। 3 बागलुङ कालिका मन्दिर।